छोटा प्याकेट बडा धमाका खतरा काम गर्छ ल। मान्छेको हाइट हेरेर उ नगर्ने, जजमेन्ट नगर्नु, खतरा मिस्त्री रहेछ ल। गएको चाहिँ हाल्नै पर्यो नि। छोटा बम बडा धमाका काम चाहिँ खतरा गर्दो रहेछ ल। यो अब युट्युबमै आएगा, युट्युबमै अब फुचे छाउने भयो, भाइरल हुन्छ फुचे अब। र यो चाहिँ चुन्देवी मन्दिरबाट तल अलिक ओह्रालो तलको वर्कसपमा होइन, यो हाम्रो छोटा प्याकेज बडा धमाकाले खतरा काम गर्दछ। नपत्याउने खोलाले बगाउँछ होइन, हो रहेछ ल। काम चाहिँ बवाल गर्दो रहेछ, हेरेर थाहा हुन्छ नि होइन। कति भयो फुचेर काम गर्नु अरे? 1 वर्ष भयो। 1 वर्ष त जानिहाल्छ। खरेको भरै हुँदैन नि हजुर। आउँदैन आएपछि फेरि सबै लान्छ। यो हाम्रो छोटे त्यस्तै रहेछ। सर्भिसिङ गर्दा मोबिल फेरि आउँदैन नि दाइ गर्छ। म त एकछिन हाँसिरहेको। बाटो छ बेरिङ सेरिङ सब गएको छ है। अस्ति गराएको भए ठिक हुन्थ्यो। अस्ति अलि भ्याएन पनि। सेकेन्ड ह्यान्डमा अलि राम्रै पाउँछ भने पनि सेकेन्ड ह्यान्ड पाउँछ भने मेरोमा नि हालिदेऊ ल सेकेन्ड ह्यान्ड। हुनसक्छ नि त। ओहो टायरको लागि त यार लैन्चर जान्छ यार मेरो दाइको पसलमा यार। बुढाले अस्ति साथीलाई पनि ओ असिम वाट्सअप म्यान मेरो भाइ है असिम जङ थापा। आइ गरिदियो नि त ब्लग हो। फेसै कालो आयो नि त मेरो ह्यान्डसम भाइको। मान्छे कालो भइसक्यो त। कहाँ हुन्छ तराईमा बस्यो नि त कति दिन। तिमी कति जान्छौ यार भाइ? ल हेर न यहाँ छोटा प्याकेट बडा धमाकामा मान्छे यत्रो छ होइन, काम बबाल गर्दो रहेछ क्या। 1 वर्ष भएर काम गर्नु थाल्यो हिरोले। गर्छ नि बच्चा गर्छ। मेरो बुलेटको यो च्यासी नै गएको थियो नि त होइन। अनि उता के भन्छ अरे रौतहटतिर गएको थियो क्या हामी। यस्तो यो बाबु जस्तो 2 जना फुचेहरूले फलाम सलाम तलबाट टेका लगाएर होइन वेल्ड गरेर फ्याक्ट्रीमा वेल्ड गरे जस्तो गरेर यस्तो दामी वेल्ड गर्दै थियो कि। मेरो हेर्नु सिट कभरहरू पनि फेर्नु छ। पानी परेको त्यो मुला सिट कभर पछाडिको मान्छेको सबै भिज्ने क्या यता थाइको पार्ट। अनि के गर्नु सर्भिसिङ हेर नि त्यहाँ बेरिङ सेरिङ सब गइसकेको रहेछ। त्यो बेरिङ त्यहाँ मुला हबको रबर। ओहो साँच्ची भाइ यार है अङ्कल यो हेर्दा चाहिँ सानो है, काम चाहिँ खतरा गर्दो रहेछ। त्यो मैले अस्ति राममा गर्छु। गफ पनि खतरा हान्छ। म चाहिँ खाने ठाउँमा के लिन आउँछ त्यतिखेर पनि। अनि त्यहाँ केटाहरूले गफ गर्छन्। हजुर अनि मैले त्यतिखेर चाल पाएँ मैले। के भन्छ चाना चटपटी यताउता किन्न आइरहेको छ त्यहाँनिर। म सधैँ चिया खाने यो चाहिँ चाना चटपटी किन्न आउँछ कि। ए हजुर ध्यान दिन्छु भने त्यहाँ केटाहरूले पनि जिस्काउँछन्। अहिले के भन्छ के गर्छ यसले भन्ने अहिले के भन्छ हजुर? सर्भिसिङ गर्दा मोबिल फ्री आउँदैन नि दाइ गर्छ। बोली मिठो छ नि त छोटे। यहाँ काम गर्दो रहेछ, मान्छेलाई खुसी पार्दो रहेछ। अनि 50 रुपियाँ ठ्याप्प दिए अनि बित्ति दौडिहाल्दो रहेछ क्या। अनि त्यहाँ गएर म चिया खाएर आउँछ। अनि त्यो यस्तै सबै रेकर्ड थाहा पाइसकेँ मैले। अस्ति नै जमाना त्यहाँ तपाईँको हाम्रो यो चारखाल जाने बाटोमा के अङ्कल एउटा यस्तै पुची थियो मुसलमान होइन। त्यसलाई नि पटर बोलिरहनु पर्ने क्या। ल त 5 मिनट नबोलिकन बस होइन, तँलाई 100 रुपियाँ भनेर भने एउटा अङ्कलले। त्यो 5 मिनट नबोलिकन बसिसकेन, 3 मिनट बादै प्लाट्टै बोलिहाल्यो। गयो 100 रुपियाँ।
मेरो 5 मिनट मात्र नबोल त 100 रुपियाँ पाउँछ भनेको पैसा चाहिँ छैन। 5 मिनट मात्र नबोल पैसा के 100 रुपियाँ दिन्छु भनेको होइन हजुर त्यो 5 मिनट त्यसले बोल्न रोकेर राख्न सकेन ल कतिखेर फुस्क्यो मेरो पहिलाभन्दा अनि बुझेँ कम अब भएको छ। मुसलमान उनीहरूको त हलाल गरे मात्र खाने नि त अङ्कल अनि दाइजीले देख्छ भनेर होइन अब हामीले खाजा खाइरह भने अनि दाइ म पनि खान्छु नि मुजी अनि यो त बफ मुजी हलाल होइन नि त मुजी के पनि हुँदैन कममा हालिदिने होइन मुखमा अनि दाइ चाहिँ आएपछि यतिकै के त अङ्कल यतिकै क्या मुख यत्रो के खाएको अनि के थाहा हुन्छ त हलाल गरे हो कि नगरे हो होइन दाइजनलाई त थाहा हुन्छ नि त हामीले अब त्यहीँ अगाडि टपरबाट मगाएको मोमो अनि खुसी जे होस् कडा रहेछ काम चाहिँ जे होस् मलाई चाहिँ तिमीले गर न भनेको दाइ फरक पऱ्यो भने म छु नि गर्छ मेरै तरिकाले चपड बनाएको दाइहरू राम्रो लाग्छ तिनीहरू बनाएकै थियो। ठिक छ छोटे अर्को पालादेखि तिमीले बनाउनु त नि तुमी बनाओगे ना मेरा के भनेको त के सम्झ्यो के भनेको हेर्ने चपटे दियो भनेको ए चटपटे भनेको ठिक छ चटपटे पनि बनाऊ बाइक पनि बनाऊ मान्छे पनि बनाऊ यो नट के भएको छ कुन यो नट ए यो नट स्लिप भएको सिधा आएको खुल्दैन कहिले पनि खुल्छ अस्ति नै एकचोटि खोलिदिएको थियो एउटा भाइले डिस्क प्याड हाल्ने बेलामा खोल्नु परेन त खोलिदिएको थियो त्यो केले हानेर खोलेको थियो बल्ल बल्ल हात परेपछि खुलिहाल्छ चटपटी खाने असेम चटपटी खानेको चटपटी कुन ज्याकेट दिएको भने बिकी